20 सालमा कवि भानुभक्त ससुरालीका घरै जाम भनी जान्थ्या घरतिरबाट कोस तिनमा थियो कुवा एक अनि। जेठ मास पो रहेछ घामले कविजीका बाधा गर्यो देहमा, खान्छु पानी भनी गया कवि तहाँ कुवा थियो सेपमा। खाए पेट भरी पानी ताहिती बस्या एकछिन त आराम ली, कुवामा स्थिरबाट घाँसी जन एक भारी ठुलो घाँसली। आयो भारी बिसाई पानी पी खुब ताही बस्यो त्यो पनि, देख्दैमा कविलाई सज्जन भनी ठानेर सोध्यो पनि। कहाँ हो घर आज जानु छ कहाँ, कसमा हुनु भो भनी सोधेको सुनि भानुभक्त कविले काम ठाम बताया पनि। बाजे सज्जन विप्र पण्डित रछन् भन्या सुने थियो जसै, लाग्यो घाँसी त गर्न पण्डित सरी ज्ञानका कुरा पो तसै। बाजे खानु भएछ पानी अहिले यस्ता बडाले पनि, लाग्यो खुसी मलाई आज मनमा यो काम असल भो भनी। पानी यही थियो चिसो र पहरा देखि छिराको भई, धारो गर्न खडेरीमा त नहुन्या सुकेर सानो भई। कोदालाहरू मात्रले खनी कुवा साध्यै नहुन्या थियो, पानी खानीहरू कनै असजिलो साह्रै भयाको थियो। एकछिन पानी पिएर बस्न पनि ठाम थियो विकटको अति, मैले आग्री लगाई काटी पहरो कुवा खन्याको यति। 10-8 मानिस बस्नलाई सजिलो यति चिठाई दिया, पासमा धन